नेपाल 4 जात 36 वर्णको साझा परिवार हो। आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको शब्द साब्दै लिँदै हाम्रो सदियौँदेखि हाम्रो पुर्खौँदेखि चल्दै आएको जिउँदाको जन्ती मर्दाको मलामी हाम्रो किताब कक्षा 1 देखि कक्षा 10 सम्म 12 सम्म मिठा मिठा शब्दमा पढ्दै आएको नेपाल अनेकतामा एकता भएको मुलुक हो भनेर यहाँ अनेकौँ धर्महरूको संस्कृति बहुभाषा छन्। त्यो नै हाम्रो पृथकता हो। यसले देशमा एउटा फरक किसिमको हाम्रो अस्तित्व देखाउँछ। विश्व सामु उठ्दा हाम्रो राष्ट्र झन्डा नि विश्वको 150 भन्दा बढी 200 लगभग देशमा हाम्रो राष्ट्रिय झन्डा त्रिभुज आकारको एकदम फरक छ। हाम्रो संस्कार संस्कृति फरक छ। हामी 80% हिन्दू भए तापनि यहाँ बहुल जात बहु संस्कृति छन्। यहाँ धर्म धेरै छन्। अहिले यो समकालीन अवस्थामा हाम्रो विशेष गरी मध्य प्रदेश र कोशी प्रदेशमा सुनसरीबाट सुरु भएको त्यो जातीयको नाममा यो संस्कृति फरक सम्प्रदायमाथि एउटा विभिन्न आरोप प्रत्यारोप, त्यहाँ एकअर्कालाई आरोप गर्ने अर्कालाई गर्ने यो हाम्रो यो शान्त मुलुकमा हामी सबै नेपाली हौँ भन्ने भावना कायमै थियो, सदियौँदेखि थियो। कुनै झैझगडा थिएन। तर अहिले यो पोलिटिकल स्टेबिलिटी राजनैतिक स्थिरता रहँदा अब यहाँ आन्तरिक यहाँ देशभित्रका आन्तरिक राष्ट्रघाती व्यक्तित्वहरू, राष्ट्रघाती सङ्गठनहरू र अन्तर्राष्ट्रिय विभिन्न चलखेल हस्तक्षेप हो जस्तो लाग्छ। यो देशमा यहाँ कुनै आर्थिक प्रलोभन देखाएर यहाँ देश लडाउने, देशका दाजुभाइ लडाउने यहाँ प्रपञ्च भइरहेको मलाई लागिरहेको छ। न त यो देशमा यो शान्तको गौतम बुद्धको देशमा अशान्त कहिल्यै भएको थिएन। नेपाल आमा कहिल्यै यसरी रोइरहेको थिएनन्। त्यसरी भदौ 23मा हामी त्यही सुशासनको निमित्त नातापात किताबात विरुद्ध हामी गएका थियौँ। त्यहाँ हामी नौजवान युवा जेनजी घुमाएका थियौँ। त्यहाँ रगत बगाइरहेको अवस्थामा अहिले पनि रगत बगाइरहँदा नेपाल आमाले यो थेक्न सक्दैन। त्यसकारण यो हाम्रो राज्य सरकार र प्रहरी संयन्त्रमा पनि प्रश्न उठ्छ। यिनको दरखास्त प्रणाली कसरी चुनिए त? पुराना राजनीतिक नियुक्ति भएका नै हुन् त आइजिपी डिएसपीहरू। उहाँकै निर्देशन अहिले पनि पालना गरिरहेको हुन् त उहाँहरू। किन गोली ठ्याङ्का ठ्याङ चलाइरहेको छ त? एउटा सामान्य हामी नागरिक जो 3% जति % कर भने पनि तिरिरहेको छ, ठ्याम इमान्दार भएर संविधानको भाग 3 धारा 48 कति कर्तव्यहरू केही हदसम्म पुरा गरिरहेको छ, केही हदसम्म पुरा गर्नुपर्ने छ। हामी हाम्रो कर्तव्य हामी सबै जिम्मेवार नागरिकले सोच्नुपर्छ र अहिलेको यो अवस्थामा त्यही जिम्मेवारी भोग्दै मैले त भोगचलनको अवस्थामा तपाईँहरूलाई यो सन्देश दिन आएँ र तपाईँहरू सबै जिम्मेवार नागरिक बनौँ। हामी सद्भाव भाइचारा नेपाली हौँ भन्ने त्यो भावना चाहिँ कायम राखौँ र यहाँ हामी यो खरानी ग्याङ के ग्याङ यो कुनै एउटा जनावर खाने ग्याङ भनेर आन्तरिक द्वन्द्वमा नफसौँ साथी हो। कृपया हामी आफ्नो भाइचारा कुनै राजनीतिक दल फरक होला, सिद्धान्त फरक होला, तर हामी नेपाली हो। यो राष्ट्रिय झन्डा यो चन्द्र र सूर्य हामी एउटै छाना मुनि छौँ। त्यो नबिर्सौँ साथीहरू। 1,47,181 किलोमिटर पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण 100 थुङ्गा फुल्का हामी एउटै माला नेपाली। त्यो एउटै बन्धुत्वमा कायम गरौँ भन्ने भनौँ र त्यो सबै नागरिकले बुझौँ। त्यो जिम्मेवार त्यो नैतिकता त्यो नबिर्सौँ। अहिले सत्ताभन्दा बाहिर गयो भन्दैमा अन्य साथीहरूलाई नफिर्काउँ र देश राष्ट्र आमालाई रोउने काम कदापि सहनु हुँदैन। आफ्नै खुट्टामा बन्चौर हान्नु हो। त्यसकारण त्यस्तो अबुद्धि त्यस्तो कुबुद्धि नफल्कियोस्। नेपाली हामी रहँला कहाँ? नेपालै नरहे उचाइ हाम्रो चुनिन्छ कहाँ? नेपाललाई खारे र सब काम एकतामा रोजिरहेछु। यो देशमा म एउटा मानिस खोजिरहेछु। त्यसकारण शान्ति शान्ति शान्ति। गौतम बुद्धको देशमा शान्ति चाहिएको छ। यहाँ कुनै जात गर्ने होइन। हामी सबै नेपाली हो। हामी सबै एउटै आमाका छोराछोरी हो। त्यसकारण हामी लड्ने होइन, हामी एक भएर
यो हाम्रो संस्कृति भनेको हाम्रो गहना हो। यो यस पर्यटन भित्राउनेदेखि अन्य हाम्रो विभिन्न के भन्छ यो आर्थिक उन्नति, राजनीतिक सबै उन्नति गर्न सक्छौँ जब हामी एक हुन्छौँ भने। त्यसकारण एक हौँ नेपाली भाइ दिदी आमा बुबा दाजुभाइ। हामी नलडौँ आन्तरिक यो पार्टी ऊ पार्टी भनेर नलडौँ। हामी एक भएर रचनात्मक रूपमा लडौँ न, सकारात्मक रूपमा लडौँ न। किन त्यो अचेत त्यो वृद्ध के भन्छ अशिक्षित जसरी किन लड्ने? त्यो कलियुगमा त्यो के भन्छ राम लक्ष्मण त्यो महाभारतमा युद्ध गर्नुपर्ने थियो, त्यो त्यति बेलाको त्यस्तो थियो। अहिले तर्कमा लडौँ साथीहरू, यस्तो हो अनैतिक अराजक तरिकाले नरहौँ कृपया। अब हामी एक हौँ र हाम्रो संस्कृति हाम्रो पहिचान हो, हाम्रो सम्प्रदाय, हाम्रो इतिहास सबै हाम्रो पहिचान हो। पर्यटनको क्षेत्र हो, त्यसकारण हाम्रो गहना हो। त्यसकारण हामी एक हुनुपर्छ र हाम्रो सामाजिक आर्थिक सबै उन्नति गर्नुपर्छ। हामी सबै एक हौँ, हामी हातोमालो गरौँ। मर्दाको मलामी जिउँदाको जाने। जय जय नेपाल भनौँ। धन्यवाद। जय नेपाल।